नमस्कार सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई हामी यो 8औं संस्करणको भरोल गोल्ड कप 2081 को आजको उद्घाटन खेलको प्रत्यक्ष प्रसारण लिएर उपस्थित भएका छौँ र हाम्रो क्लबको अफिसियल फेसबुक पेज न्यू स्टार क्लब बारा क्षेत्रबाट तपाईहरुलाई यो प्रत्यक्ष प्रसारण देखाइरहेका छौँ र हामी यतिखेर कोशी प्रदेशको सुनसरी जिल्लाको बराक्षेत्र नगरपालिका कालाबन्दरबाट तपाईहरुलाई यो खेलको प्रत्यक्ष प्रसारण देखाइरहेका हौँ र आजको उद्घाटन खेल द यङ ब्रदर्स क्लब इटहरी भर्सेस बरा 11 बीचको यो आजको उद्घाटन खेल हुन लागिरहेको छ र तपाईहरु कुन ठाउँबाट जोडिनु भएको छ त्यो पनि जानकारी दिनुहोला र अब केही बेरमै यो उद्घाटन खेल सुरु हुन लागिरहेको छ र तपाईहरुले यो मैदानमा देखिराख्नु भएको छ रेड एन्ड व्हाइट कलरको जर्सीमा बराहा 11 रहेको छ र विदेशी खेलाडीको साथमा यहाँ मैदान उत्रिएको छ द यङ ब्रदर्स क्लब र केही एडिजन खेलाडीका साथमा पनि मैदान उत्रिएको छ बराहा 11 र यो खेल सुरु हुन लागिरहेको छ तपाईहरुलाई म स्क्रिनमा द यङ ब्रदर्स क्लबका खेलाडीहरूको नेम लिस्ट देखाउने छु र तपाईहरुले यो स्क्रिनमा देखिराख्नु भएको छ द यङ ब्रदर्स क्लब इटहरी ग्रीन एन्ड ब्ल्याक कलरको जर्सीमा रहेको छ खेलाडीको परिचय यस प्रकार रहेको छ प्लेइङ सेटमा जर्सी नम्बर 1 निरज चौधरी गोलकिपर जर्सी नम्बर 17 बुफोर जर्सी नम्बर 4 रमेश राजवंशी टिम क्याप्टेन जर्सी नम्बर 2 सबिन घिमिरे जर्सी नम्बर 24 सुजन चौधरी जर्सी नम्बर 16 निश्चल मुक्तान जर्सी नम्बर 25 निवास फुयल जर्सी नम्बर 8 मौसम लिम्बू जर्सी नम्बर 7 अभिषेक महतो जर्सी नम्बर 11 उमेश राय जर्सी नम्बर 10 फफोना र कोचमा हुनुहुन्छ विमल मगर त्यसैगरी बरा 11 को खेलाडीको परिचय यस प्रकार रहेको छ तपाईहरुलाई फेरि पनि स्क्रिनमा देखाउने छु र जर्सी नम्बर 16 मा राजाहाङ राई उहाँ गोल सक्नुहुन्छ जर्सी नम्बर 14 रुबेन कार्की टिम क्याप्टेन जर्सी नम्बर 17 भीम विक जर्सी नम्बर 11 मिलन राय जर्सी नम्बर 3 विक्रम धिमाल जर्सी नम्बर 8 विवेक पौडेल जर्सी नम्बर 13 राहुल राय जर्सी नम्बर 9 अर्जुन कुवार जर्सी नम्बर 7 दिपेश तामाङ जर्सी नम्बर 2 दिपेश लिम्बू जर्सी नम्बर 18 मिलन तामाङ र कोचमा हुनुहुन्छ दिनेश राय र खेल सुरु भइसकेको छ र पहिलो हाफको खेल सुरु भएको छ थ्रोइङ बरालाई उमेश यो मिड भागमा उमेश राय अझै पनि त्यहाँ साथी खोज्दै साइडमा खेल्दैका छन् सबिनको लागि सबिन घिमिरे बलमा यो मिड भागमा मौसमको लागि मौसम यो लेफ्ट फ्ल्याङ्कमा खेल्दैका छन् बल मौसमको लागि यो बल निवास म बनाउट प्रासमा साइडमा खेल्दैका छन् यो बल
throwing the young brothersलाई उमेश राइट फ्ल्यागमा यो कर्नर किक द यङ ब्रदर्स क्लबलाई र पहिलो कर्नर किक त्यहाँ निश्चल मोक्तान गएका छन् यो कर्नर किकको लागि निश्चलको यो कर्नर किक हुनेछ निश्चलको यो कर्नर किक यो हेड मार्फत क्लियर गरिदिएका छन् त्यहाँ डिफेन्डरले बडा बलमा त्यहाँ साइडमा खेल्दैका छन् र बल टच लाइनभन्दा बाहिर गएको छ र थ्रोइङको अवसर सबिन मौसम रहेका छन् बलमा गोल किक ब्रहा 11लाई थ्रोइङ द यङ ब्रदर्सलाई उमेश छन् बलमा उमेश राइट फ्ल्यागमा यो कर्नर किक जित्न सफल भएको छ द यङ ब्रदर्स त्यहाँ फोफना गएका छन् यो कर्नर किकको लागि फोफनाको यो कर्नर किक यो हेड गोलरक्षकले इजी नियन्त्रणमा लिएका छन् राजाहाङ राईले कप्तान छन् त्यहाँ बडाका रुवेन विवेक अर्जुन साइडमा खेल्दैका छन् बल विवेक बलमा त्यहाँ ब्याकपास गोलरक्षकलाई खेल्दैका छन् राजाहाङ अगाडि खेल्दैका छन् राजाहाङले न्युअस राम्रो मौका हुन सक्छ द यङ ब्रदर्सको लागि त्यहाँ फफनाले प्रहार गरेका थिए बल बाहिरिएको छ गोल किक
Milan Rai. The fall Afriki प्राप्त गरेको छ द यङ ब्रदर्सले सबिन न्युवास बलमा फफनालाई खेल्दैका छन् मौसम त्यहाँ अगाडि खेल्न चाहेका थिए विफल भएका छन् मिस क्रस गरेका छन् बल Promise, team captain, the young brothers का सबिन बलमा त्यहाँ रमेशलाई खेल्दैका छन् निश्चल निवास बलमा त्यहाँ डिफेन्डरलाई खेल्दैका छन् यो मिड भागमा मौसमको लागि मौसम बलमा फेरि पनि मौसमले पास खेल्दैका छन् डिफेन्डरलाई मिड भागमा बल द यङ ब्रदर्सको लागि अगाडि खेल्दैका छन् फफनालाई डिफेन्डरले बललाई क्लियर गर्दैका छन् विक्रम बलमा विवेक मिस राय मौसम फ्री किक बराहा 11लाई पहिलो हाफ खेल जारी रहेको छ यो 8औं संस्करणको भरोल गोल्ड कप 2081 को हामी
यो खेलमा रहेका छौँ र आज उद्घाटन खेल द यङ ब्रदर्स क्लब हिटरी र ब्रा 11 बिचको खेल जारी रहेको छ र पहिलो हाफको खेल गोल बराबरी खेलिरहेका छन् दुवै टिम। सबिन बलमा निसोल र फल बफोरलाई फल गर्न पुगेका छन् र फ्री किक अवसर द यङ ब्रदर्स क्लबलाई निकै राम्रो स्थानबाट यो फ्री किक प्राप्त गरेको छ र खेलमा यो पहिलो अग्रता बढाउने अवसर रहनेछ र त्यो फ्री किकको लागि फुफोना रहेका छन् र यो बल मिलाइरहेका छन् फुफोनाले राम्रो स्थानबाट फ्री किक प्राप्त गरेको छ द यङ ब्रदर्सले। 6 जनाको यहाँ वाल सेटअप गरेको छ र मौका हुनसक्छ द यङ ब्रदर्सलाई। हामी पहिलो हाफको खेलमा रहेका छौँ र फफोनाको फ्री किक र गोलमा परिणत भएको छ। निकै राम्रो फ्री किकबाट फफोनाले खेलमा अग्रता बनाएको छ। द यङ ब्रदर्स खेलमा अग्रता लिन सफल भएको छ। निकै राम्रो फ्री किक प्रहार गरेका थिए फफोनाले र आफ्नो टिमको लागि यो अग्रता दिलाउन सफल भएको हो। र अहिलेको ताजा अवस्था द यङ ब्रदर्स 1 र ब्रहा 11-0 गोलको अवस्थामा यो खेल खेलेका छन्। पहिलो हाफमा गोल गर्न सफल भएको छ। सेट पिसको फाइदा उठाउँदै द यङ ब्रदर्सले खेलमा अग्रता बनाएको हो। जर्सी नम्बर 10 का फफोनाले गोल गर्दै आफ्नो टिमलाई यो अग्रता दिलाउन सफल भएको र बडा 11 खेल्न फर्किन्छ फर्किँदैन त भनी हेर्न बाँकी रहेको छ। विवेक छन् बलमा बफोर अगाडि खेल्दैका छन् बल उमेश साथी खोज्दै ब्याकपास खेल्दैका छन् मौसमलाई निश्चल फेरि पनि मौसम बलमा ब्याकपास बफोरको लागि बफोर यो साइड चेन्ज गरेका छन् लेफ्ट फ्ल्याङ्कमा बल निवास त्यहाँ ब्याकपास फेरि पनि निवास छन् बलमा निश्चल मौसमको लागि राम्रो टर्न गरेका छन् मौसमले। निवास बलमा यहाँ राइट फ्ल्यागमा खेल्दैका छन् यो बल
र दर्शकहरू पनि हामी देख्न सक्छौँ एकदम मुस्कान छाडेर यो खेल हेर्न आएका छन्, आफ्नो टिमलाई सपोर्ट गरिरहेका छन्। विवेक बलमा यहाँ अगाडि खेल्दैका छन्, गोलरक्षक निरज चौधरी बलमा, निवास बफर बलमा यहाँ अगाडि खेल्दैका छन्, बफरले बल विवेक बलमा केही समस्यामा देखिन्छन् त्यहाँ द यङ ब्रदर्सका गोलरक्षक निरज चौधरी। बफर बलमा निवास निश्चल छन् बलमा, ब्याकपास खेल्दैका छन् यहाँ रमेश राजवंशीको लागि सबिन निवास साइडमा खेल्दैका छन् बल फोफोना एक्रस र डिफेन्डरले बललाई क्लियर गरिदिएका छन्। उमेश बराका गोलरक्षक राजाहाङ राईले नियन्त्रणमा लिएका छन्। त्यहाँ विवेक छन् बराहाका लागि बल अगाडि बढ्ने क्रममा
भीम विवेक फेरि पनि यहाँ अगाडि खेल्दैका छन् मिलनको लागि राय यत्रो खेल्न चाहे विफल भएका छन् यो थ्रोइङको अवसर बढाएका रहेका छन् थ्रोइङको लागि मिलन सबिन पास खेल्दैका छन् रमेशको लागि सबिन फेरि पनि बलमा यहाँ अगाडि खेल्दैका छन् फोफोना विक्रमले काम गरिरहेका छन् उनलाई आगे मौसम यो बल भेटाउनेमा साथी खोज्दै यो मिग भागमा फोफोनाको लागि साथी खोज्दै क्रस गरेका छन् र मौसमको बल हल्का छ उनले यो बल क्रस गरेका थिए र त्यहाँ बल भेटाएन गोल किक अवसर मिड भागमा निश्चल बलमा उमेश राईको लागि राइट फ्ल्यागमा उमेश त्यहाँ निश्चलले खेल्दैका छन् क्रस गरिदिएका छन् बल सबिन कप्तानले त्यहाँ माग गरिरहेका छन् र यो थ्रोइङ 12-11लाई विवेक बलमा मिलन राय बफरले माग गरिरहेका छन् त्यहाँ बफरले ब्याक पास खेल्दैका छन् गोलरक्षक निरजलाई र निरजले यो बल क्लियर गरिदिएका छन् विवेकको हेड भीम अझै पनि बलमा निवासन बल त्यहाँ मिड भागमा निवासको लागि फेरि पनि साथी खोज्दै लेफ्ट फ्ल्याङ्कको लागि सबिन बलमा मौसमलाई खेल्न चाहन्थे तर विवेकले बल इन्टरसेप्ट गरेका छन् राहुल साइडमा खेल्दैका छन् राहुलले बल अगाडि खेल्न चाहेका थिए बफरले चेस्ट गरेका छन् बफर बलमा निवासको लागि यो मिड भागमा मौसम सुब्बा उमेश राईको लागि राइट फ्ल्यागमा बल क्रस गरेका छन् मौका हुन सक्छ अभिषेक कालीकोटे थ्रोइङ कप्तान छन् भीम लागि क्लियर गरिदिएका छन् गोलरक्षक राजा निवासको हेड मिलन यहाँ अगाडि खेल्न निरज त्यहाँ बल होल्ड गरिरहेका छन् बल डिले गरिरहेका छन् र नियन्त्रणमा लिएका छन् एक गोलले अगाडि रहेको छ ब्रदर्स फ्री किक मार्फत निकै राम्रो गोल गरेको थियो त्यहाँ फोफोनाले र त्यही गोलको अग्रता अहिलेसम्म कायम राखिरहेको छ द यङ ब्रदर्सले बाइपास कप्तान राजवंशीको लागि रमेश फेरि पनि बलमा यहाँ अगाडि खेल्दैका छन् अभिषेक महतोको लागि अभिषेक बलमा कप्तानले माग गरेका छन् विवेक पौडेल सबिन भीम क्लियर गरिदिएका छन् त्यहाँ डिफेन्डरले बल दिपेश लिम्बू
लेफ्ट फ्ल्याङ्कमा डिफेन्सको क्रस गर्न सक्थ्यो तर मिलन रायले बल भेटाएको छन् मिलन राय विवेक पौडेल फेरि पनि मिलनको लागि बल तर त्यहाँ डिफेन्डरले हेड मार्फत क्लियर गर्न चाहेका थिए र मिलनले त्यहाँ रमेशलाई फल गर्न भएका छन् र फ्री किक अवसर द यङ ब्रदर्सलाई यो खेलको 30औं मिनेटमा हामी रहेका छौँ पहिला हाफको 30 मिनेटको खेल जारी रहेको छ र दुवै टिम यो उद्घाटन खेल खेलिरहेको छ उद्घाटन खेल रोमाञ्चक चलिरहेको छ अहिलेको यो अवस्था 1-0 को स्थिति रहेको छ द यङ ब्रदर्स बलमा निसल राइट फ्ल्यागमा क्रस गरेका छन् फोफोना अझै पनि बलमा होमेसको लागि यो सर्ट र ब्लक गरिदिएका छन् त डिफेन्डरले अझै पनि यङ ब्रदर्स बलमा अभिषेक महत्त्व क्रस गरेका छन् अब सर हुन सक्छ निकै राम्रो मौका र गोल रक्षक राजहाङ रायले निकै राम्रो बचाव गरेका छन् यो निकै राम्रो यो मौका थियो द यङ ब्रदर्सलाई खेलमा डबल अग्रता बनाउने केही समस्यामा देखिन्छन् त्यहाँ द यङ ब्रदर्सका खेलाडी डक्टर त भाइ सन्दीप डक्टरै हो नि पाप देखो यो खोइ त नि एक्सन खाएको नि चिसो खान्छ नि डक्टरी एसएससी पो होला जहाँ पनि जीवन भाइ छ नि त मेरो यही भित्रको सिद्धो भीम कप्तान छन् रुबेन फ्री किक बफोर बलमा मौसम त्यो त लोकल भएन नि फुटीवाला चाहिँ 4 जना 5 जना छ बफोर बलमा अगाडि फ्रन्टमा खेल्दैका छन् यो राम्रो मौका हुन सक्छ फोफोना यो सर्ट फोफोनाको निकै राम्रो यो मौका थियो बल बाहिरिएको छ निकै राम्रो त्यहाँ बफरले अगाडि खेल्दैका थिए फोफोनाको लागि त्यही बललाई फोफोनाले जारी चिमाउन चाहन्थे फेरि पनि विवेक पौडेल यहाँ अगाडि खेल्दैका छन् मिलनको लागि रमेश बलमा इन्टरसेप्ट गरिदिएका छन् रमेश राजवंशी मिलन राय साथी खोज्दै मिलन बल होल्ड गरिरहेका छन् आफ्नो टिममेटको लागि विवेकको लागि मिलन विवेक भीम बलमा क्रस गरेका छन् यो हेड मौका सक्छ अब निकै राम्रो यो फ्री रहेको थियो राहुल रायको लागि विफल भएका छन्
राहुललाई निकै राम्रो यो मौका थियो खेलमा बराबरी गोल गर्नको लागि विफल भएका छन् गोल किक बफोर कस्तो राम्रो चान्स थियो यार ड्र गर्ने एकजनालाई पुऱ्याइदिनु भन्नु भयो फोफोना र त्यहाँ अफसाइडमा फोफोना नदाई भन्दै त्यहाँ उनले पनि नेपाली बोल्न सिकिसकेका छन् नेपालको मोपसलका टुर्नामेन्टहरू धेरै नै खेलिसकेका छन् फोफोना र एडिजन लिग पनि खेलिसकेका अनुभवी खेलाडी हुन् र त्यही भएर पनि उनले नेपाली बोल्न सिकिसकेका छन् अलिअलि भए पनि र अहिले भर्खरै नदाई भन्दै फ्ल्याग रेज गरेका थिए एसिस्टेन्ट रेफ्रीले पार्टीबाटै भन्दै न होइन यस्तो भयो म चाहिँ नआउने भन्नु पर्छ पार्टी फेरि अलग चिज नआउनु रहेछ म त स्कुलबाट आइजको हामी त्यही भयो होइन आउनु त आउनुपर्छ भनेपछि मैले नआउँदा होइन नआउँला यस्तो थियो हामी आइजक मैले स्कुलबाट अर्कै मेरो स्कुलको चेयरम्यानलाई भनेको थिएँ यसो हेर्छु त्यहाँ दाइ पनि आउनु भनेको छ स्कुलको चेयर सबिन बलमा हामी चाहिँ मिसल हामी र सिद्धार्थ भनेको स्कुल चाहिँ सबिनको लागि बल कप्तान त्यहाँ के अरे सहयोगी रुबेन यो सोधिरहनु पनि परेन 50,000 भन्दा माथि हरेक वर्ष जति सुटिन्छ त्यति दिनु भएर आउँछ Catherine निवस बलमा एक पास त्यहाँ बफरको लागि सबिन लेफ्ट फ्ल्याङ्कमा निसलको लागि बल निसल क्रस गर्न चाहन्थे तर इन्टरसेप्ट गरिदिएका छन् अर्जुनले त्यहाँ ब्याक फ्लिक दिन चाहन्थे तर विफल भएका छन् सबिन अभिषेक रमेश बलमा सबिन निवसको लागि बल बफोर छन् बलमा ब्याक पास खेल्दैका छन् निवसले अलिक कलेक्सन भएको प्लेयर भएर पनि त्यस्तो अलिक सेटमा खेले जस्तो निधार नआउँदो रहेछ है रमेश कलेक्सन झन् त्यो अर्को अपोनेन्टहरू डराएर किनभने अब कसको के हुनु थाल्यो भने कलेक्सन गरेर भीम बलमा निसल रमेश बलमा रमेश अझै पनि साथी खोज्दै विक्रम विवेक रुबेन छन् बलमा भीम रुबेनको लागि अगाडि खेल्न चाहेका थिए
फर्काउनु पर्ने हो Fofana ball अगाडि बढाउने क्रममा अनि एक सिजन र कर्नर किक खेलेर लगाएर घरमा आउँछ भने पनि यिनीहरूले त द यङ ब्रदर्स को लागि एक सिजन खेलेर गएर घरमा आउँछ भने पनि 4-5 लाख खेलेर जान्छ होला नेक्स्ट सिजन अनि त्यतातिर त्यो उसले 1 महिनामा 2 लाख यदि यिनीहरूको असोज कार्तिक दसैँको हाराहारीमा आएपछि अब यो वैशाखसम्म खेल्दा गेम खेल्दा रनिङ सनिङ त गएको थिएन फेरि रनिङ पनि हुँदैन जित्दा यता हान्ड रनमा पनि उता नाइजेरियामा विवेक बलमा पास खेल्दैका छन् त्यहाँ गोल रोक्छ फिल्डर्सको लागि गेम खेले केटा फोर बलमा यहाँ अगाडि खेल्दैका छन् फोफोनाको लागि विक्रम सबिन त्यहाँ इन्टरसेप्ट गर्दैका छन् रुबेनले बल दिपेश लिम्बू त्यहाँ ब्याक पास खेल्दैका छन् मिलनको लागि विवेक रुबेन मिलन विक्रम फोफोना यो मौका हुन सक्छ र अर्को जाली चुमाएका छन् फोफोनाले विक्रम धिमालको गल्तीलाई यहाँ गोलमा परिणत गर्दैका छन् डिफेन्डरको वान मिस्टेकले द यङ ब्रदर्सका फरवर्ड फोफोनाले गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रता दिलाउन सफल भएका छन् 2-0 को स्थिति द यङ ब्रदर्स 2 र 11 गोलको अवस्थामा क्लबका तर्फबाट खेलको 42औं मिनेटमा फोफोनाले 10 लगाएर मैदानमा उठेका फोफोनाले दोस्रो गोल गरी टिमलाई अग्रता दिलाएका छन् दिपेश लिम्बू बलमा दिपेश मिलन तामाङको लागि मिलन दिपेशको लागि फल गर्न पुगेका छन् फोफोनाले र फ्री किक मौसम उमेशको लागि खेल्दैका छन् राइट फ्ल्यागमा उमेश दर्शकलाई खोइ बुझ्नु छैन तिनीहरू उता पनि प्याराग्राफ बनाएको त्यसमा त्यो प्याराग्राफै उनीहरूको है हाम्रो दर्शक होइन भन्ने छैन मन उनीहरू खेलाडी हो नि त हामी त आइजको म चाहिँ के खेलाडी हो बफोर बलमा क्लियर गर्दैका छन् बल थ्रोइङ बराबरलाई
कति छ टिकट 50 रुपैयाँ हो विपिनहरुमा बोल्नु अलले मौसम पहिलो हाफको समय 2 मिनेट थप गरिएको छ र अहिलेसम्मको ताजा अवस्था द यङ ब्रदर्स 2 र बडा 11-0 गोलको अवस्थामा खेलेका छन्। खेलप्रेमी दर्शक महानुभावहरू खेलको पहिलो हाफमा 2 मिनेट थप गरिएको छ। गोलरक्षक निरजले बल खेलाइरहेका छन्। यो गल्तीको फाइदा र त्यहाँ फेखार पाउनेछन् उनले पहल गरेका छन् र धेरै अलिकति बढी ने बल उनले यो होल गरेका थिए र यो गल्तीको उनले कार्ड पाएका छन्। अलिकति बढी स्मार्ट देखिएका छन् यहाँ द यङ ब्रदर्सका गोलरक्षक निरज चौधरी। र फ्री किक अवसर बडा 11लाई हेलो दाइ नमस्ते म यहाँ भरौल गोल्ड कप हेर्दैछु काला बजारमा काला बजारको यो एमिलन राय फ्री किकको लागि बाटोमा हैटो खोलातिर जाने बाटोमा कता हुनुहुन्छ काला बजार एमिलन रायको फ्री किक बलमा लागेर फर्किएको छ। आउनु न गेटैमा हुनुहुन्छ गेटैमा हुनुहुन्छ भने गेटभन्दा थोरै पश्चिमतिर जानु पर्यो पश्चिमबाट उत्तर जाने बाटो छ त्यो बाटोमा ग्राउन्ड गेम फुटबल भव्य भइरहेको थ्रोइङ द यङ ब्रदर्सलाई र पहिलो हाफ खेल सकिएको छ। पहिलो हाफसम्म आइपुग्दाखेरि द यङ ब्रदर्सले बडा 11लाई 2-0 गोलले पछि पारेको छ र दोस्रो हाफको कमेन्ट्री केही बेरमै लिएर आउनेछु। खेलप्रेमी दर्शक महानुभावहरू बडा 11 र द यङ ब्रदर्स सितरीबीच भइरहेको यो उद्घाटन खेलको पहिलो हाफको अन्त्य भएको छ। म यो औपचारिक कार्यक्रममा अतिथि आसन ग्रहणलाई जोड्न चाहन्छु। नेकपा एमाले नगर कमिटी बडा क्षेत्रका सचिव देवेन्द्र विष्टज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन विनम्रतापूर्वक अनुरोध गर्छु। त्यसैले हामी बिच थारू कल्चर तथा सांस्कृतिक सङ्घका सुनसरी जिल्ला अध्यक्ष विनोद चौधरीको घोषणा गरेको छ।